नाइफ बिक्न छोडेर टोपीतिर आएको हो ब्रो भन्नुभएको रहेछ। कहाँ हुने यार ब्रो, नाइफ त मसँग परिको आएको आइछ। लगभग मैले नाइफै मात्रै 20-30वटा त बेचिसकेँ है। फेरि पनि अर्को दामी खालको हड्डी काट्ने यसै हेर्नुहोस् है, हड्डी भएको मासु काट्ने एकदम कडा जिनिस आएको छ यहाँ हेर्नुहोस्। यो अहिले सेलमा छ, 36.99 कतिमा छ, फ्री सिपिङ फ्री रिटर्न। तपाईँलाई मन परेन भने विदिन 30 डेजमा रिटर्न पनि गर्न सक्नुहुन्छ अनि फ्री सिपिङ पनि छ है। अब यहाँ हेर्नुहोस् यसले कतिको काट्छ। यो चाहिँ एकदम हड्डी भएको मासु काट्ने होइन, जिनिस एकदम कडा छ हेर्नुहोस् त। बाहुनले त नि मालहरू एकदम कडा ल्याउँछ क्या। अब यहाँ धेरै हान्नु मिल्दैन, यहाँ काउन्टर टप छ होइन। तपाईँहरूले ग्यारेजतिर अथवा भुइँमा राखेर काट्नुभयो भने एकदम कडा हुन्छ यो जिनिस है। अहिले एकदम कडा आएको छ साथीभाइ। चाहियो भने ठ्याक्क तल लिङ्कमा क्लिक गर्ने लिइहाल्ने होला। जिनिस एकदम राम्रो छ। यो त खासै भन्ने भने अस्ति कसले यो गाईको हड्डी काट्ने, भैँसीको हड्डी काट्ने छैन दाइ भन्दै थियो। यसले चाहिँ गाई भैँसी खसीदेखि लगेर कुखुरादेखि लगेर जेको पनि राम्रो धुलाइ गर्छ।